यो क्लास मैले अस्ति पनि एकचोटि भिडियो गरिसकेको थिएँ, तर त्यही पनि अस्तिको विविध कारणले गर्दाखेरि भिडियो आउन सकेन। फेरि मैले पनि आइसकेँ। 7 हाम्रो मुन हो, रुम नम्बर 34 आई गेस, जहाँसम्म लाग्छ 34 रुम नम्बर। फर्स्ट क्लासको फर्स्ट विद्यार्थी केटाहरूबाट जाउँ हामीहरू। यो क्लासको अवस्था यस्तो रहेको छ, केही अलिअलि कतैतिर खाली कतैतिर भरि। फर्स्ट तिमीबाट सुरु गरौँ। नाम के हो भाइ तिम्रो? आनन्द मन्त्र। तिम्रो नाम? सृजन मन्त्र। तिम्रो नाम? दीपक। तिम्रो नाम? राजन। तिम्रो नाम? आशिष यादव। तिम्रो नाम? तिम्रो नाम? पङ्कज। तिम्रो नाम? प्रशान्त। तिम्रो नाम? तिम्रो नाम? अभिषेक। तिम्रो नाम? ओम प्रकाश। प्रिन्स सिंह। अभिषेक। धीरज कुशवाहा। रवि। प्रिन्स। रोहन। जेनिस। अनुराग। निरज। सन्देश। कृष्ण महतो। प्रतीक। प्रिन्स। मनिष। अन्ना। सुरज। विवेक। आशिक। निरज। त्यसपछि तिम्रो नाम? विद्या यादव। तिम्रो नाम? दीपिका यादव। तिम्रो नाम? कापर। ल तिम्रो नाम? तुलसी शाह। तिम्रो नाम? आसमा शाह। तिम्रो नाम? तिम्रो नाम? तिम्रो नाम? तिम्रो नाम? तिम्रो नाम? तिम्रो नाम? उपासना। ल आज हाम्रो जतिजना पनि विद्यार्थीहरू आएका छन्, अब यो विद्यार्थीहरूको मात्रै फोटो पनि क्लिक गरेर हुँदैन, त्यस कारणले गर्दाखेरि म आफ्नो पनि देखाउन छु। अस्ति पनि मैले आफ्नो पनि क्लिक गरेको थिएँ, तर विविध कारणले गर्दाखेरि सेभ हुन सकेको छैन। विद्यार्थीहरू प्लिज हातहरू वेबहरू केही नगरिदिने, किनकि यो भिडियो युट्युबमा आउनेछ, सबैजनाले हेर्छन्, त्यही भएर सबैजना एकदम शान्त भएर बस्दिने। आज हाम्रो यो क्लासमा स्पेसली मेरो चाहिँ आज यो स्कुलमा लगभग अफिसियल्ली क्लास सुरु 22 गते मेरो लास्ट दिन हुनेवाला छ, त्यही भएर भिडियो बनाइरहेको छु। अस्ति पनि भिडियो चाहिँ बनाएको थिएँ, तर सेभ भएको थिएन यो क्लासको हालत। अनि यो म भइहालेँ। यतापट्टि विद्यार्थीहरू जतिजना पनि हेरिरहेको छन् यो विद्यार्थीहरूमा सब रेकर्ड भएको छ। यतापट्टि बोइज ग्रुप भइहाल्यो, यतापट्टि गर्ल्स ग्रुप। केही विद्यार्थीहरू केटाहरू पछाडि पनि छन्, यतापट्टि ठाउँ अलि एडजस्ट नभएर पछाडितिर गएर बसेका छन्। त्यसको लागि अस्ति पनि मैले भिडियो गरेको थिएँ। ल यो चाहिँ अब आज हाम्रो 2000 विक्रम सम्वत 2082 साल चैत महिनाको 15 गते आज हाम्रो यो क्लासमा हाफ हुनेछ, टिफिनमा लगभग छुट्टी हुनेछ। त्यस कारणले गर्दाखेरि आज हाम्रो लास्ट क्लास, स्पेसली मेरो चाहिँ यो स्कुलमा लास्ट क्लास हुने थियो। एउटा क्लास टिचरको र क्लास सब्जेक्ट टिचरको हिसाबले आउन चाहिँ म 23 गतेसम्म आउनेछु। 23 गते अन्तिम भनेको जिके र हेल्थको इक्जामसम्म हुने थियो। त्यसपछि मेरो यहाँनिरबाट चाहिँ स्कुलबाट अफिसियली म बिदा भएर जान्छु। यो म भइहाल्यो। विद्यार्थीहरू यता केटीहरू, यो साइड केटाहरू, पछाडि पनि केही केटाहरू छन्, हेर्न सकिन्छ। ल है त। अब आज केटीहरूको कुरा गर्नुपर्दाखेरि 3 जना, 3 6 जना, 6 3 9 जना, 9 र 2 11 जना टोटल केटीहरू छन् भने केटाहरू लास्ट डेस्कमा 4 जना, सेकेन्ड लास्ट डेस्कमा 4 जना 8 जना, 8 4 12, 13 14, 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 जना केटाहरू र 11 जना लगभग 11 जना केटीहरू गरेर लगभग 41 जना विद्यार्थीहरू अहिले मेरो सामु उपस्थित भइसकेका छन्। ल यति भन्दै हाम्रो अब सानो र छोटो मिठो भ्लग म चाहिँ अब यही लगभग समाप्त गरिदिन्छु। सबैजना विद्यार्थीहरू यहाँ छन्, म लगायत मेरो सम्पूर्ण विद्यार्थीहरू, क्लास 7 का विद्यार्थीहरू यहाँ छन्। ल धन्यवाद।